दिउँसै हन्टिङ नगर्नु म त वहाँ माथि पुगेको थिएँ कि त्यहाँ पुगेको थिएँ अन्त यार रातो भनेर सरासर गयो के अरे अन्त कालो रिङ्गल रहेछ यो किन मार्ने कता गयो यहाँ भित्र नि आयो यार गाई झुलभित्र टोक्यो आउनु टोक्यो भित्र पस्नु भित्र माउ मार्यौँ कि टोक्न आएका माउहरू यति धेरै कति उठ्छन् ए हो छोडिदिनु हेलो एभ्रिवान वेलकम ब्याक माई न्यू ब्लग के छ सन्चै आरामै हुनुहुन्छ होला यो सबजना बिटेन फाइन हुनुहुन्छ गाइज आज चाहिँ ओरिङ्गल हन्टिङ हान्न जानु लाग्यो होइन यता अङ्कल म दाइ भएर चाहिँ ओरिङ्गल हन्टिङ हान्न जानु लागेको ट्याक्क लाएर गाइज तिनवटा चाहिँ दिउँसो बाख्रा हेर्दा चाहिँ देखेको तिनीहरूलाई चाहिँ आज हन्टिङ हान्यो हो कि होइन अङ्कल ल आइज गाइज अब ट्याक्क सामानहरू रेडी बनाएर चाहिँ हिँड्यौँ हजुर कोचीको दुईवटा चाहिँ काली ओरियल अनि एउटा चाहिँ रातो छ अनि अब ट्याक्क लाएर काँक्रा त अङ्कल अनि दाइ अब यहाँबाट चाहिँ तल गाइज एकदम तल है खोलातिर हो होइन यहाँ गएको चाहिँ अलिक पर्छ लास्टै कुरो छ गाइज यहाँ चाहिँ खरबारी हो दुईवटा डायमन्ड नि छन् अनि ओरिङ्गल पोलेर ट्याक्क अब होइन साँझ चाहिँ बियर सियर ल्याएर ट्याक्क खाने अब आज ओरिङ्गल पोलेर होइन गाई आज मैले हाम्रो गाउँको ओरिङ्गल एउटा राख्दैन कि गाइस सबै हाम्रो खरबारी हो यहाँ चाहिँ चराम चराम घाँस काट्ने भोलि बिहान आएर गाइस अब चाहिँ आउन लागेको छ ओरिङ्गल पोल्ने ठाउँमा चाहिँ होइन गाइस अब चाहिँ यहाँ भोरिमा मेन हन्टर चाहिँ म हो है होइन अङ्कल मैले चाहिँ परारदेखि धेरै पोलेँ अलिक खासै छैनन् त्यस्तो गाउँमा यहाँ चाहिँ बाख्रा चराउन लिएको हो कि टक्क दिउँसो देखेँ अनि यसो हन्टिङ हान्दिउँ न त भनेर ए त्यस्तो ओरिङ्गल त हामीले कति पोल्यो कति यार यो त बहुत सजिलोमा छ कि ए हामीले ऊ लिउँ त भोलि यो थुरमा लाउने पाइन्ट लिउँ न पाइन्ट के यस्तो 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 नलड्नु है कस्तो पानी परेर यार शीतै शीत छ ओरिङ्गलको गोला सिमलको बोटैमा ओरिङ्गल हातै दुख्यो गाइज अब चाहिँ म रुख तिन गएर ट्याक्क बनाउँछु होइन धेरै लामो नि फेरि ठिक हुन्न हेत्ने छ सानो ओरिङ्गल के ल अब ट्याक्क दिउँसै हन्टिङ हानिदिने हो कि रात परेपछि हाम्रो पोल्ने बानी छैन दिउँसै हन्टिङ हानिदिने हो गाइस होइन ल यति अग्लो छ सल्लो चाहिँ एउटा यहाँ छ एउटा चाहिँ त्यो सल्लामा छ त्यसको टुप्पोमा छ होइन एउटा यता निन्नुतिर छ अब चाहिँ गाइस हानिदिने हो ल हन्टिङ हानिदिने होइन त
अङ्कल डराएर चाहिँ यो रेनकोट लगाउनु आएछ ल दाइ हल्का ल गाइस अब चाहिँ खुर बनाउनु लाग्यो होइन च्याप्नु त बिचमा च्याप्नु यतिकोमा पानी पर्ला लाइटर तेल लाइटर र तेल म लान्छु यो अङ्कलले यति यहाँ पुऱ्याइदिनु है माथि त्यहाँसम्म त जान्छु यता छोडिदिनु नहल्ला चाहिँ होइन रुख त कहाँ हलिन जाने यत्रो सल्लाह रुख त्यसमा अस्ति त्यो हामीले पैयाम बोल्थ्यौँ नि त्यो उ भएर हो कि त्यो तेलले उ गरेर हो कि तेलले धोका दियो कि आज फेरि कपडाले धोका दिनु कपडा यसले यो कम बोल्छ यो कपडा हो र यो तिन तेल हाल्यो त वारे उठ्यो अरे नि त अर्को हामीले के कपडा लैथ्यौँ के अर्कै थियो कि आमाले दिनु त्यत्नै जानुपर्छ अरे यसको लागि त केही जोड्न पर्छ नि जोड्न पर्दैन पर्दैन उ गर्नु तेल 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 यता छ गाई चाहिँ बोरामा बोरो कालो छ ए गाउँघरमा यस्तै त भने अन्टिङ बोय ऊ टुप्पोमा छ अरिङ्गल चाहिँ होइन गाइस पानी आँखा सोही टाइममा आँखा पानी सिमसिमे आएको छ कि ल माथि गएर आगो लागेको देखाउँछु भिडियोको लागि टेन्सन नगर अहिले माथि त्यो थुर पुनिदिन्छ उल्लोस् नि ए गाइस अब चाहिँ जान लाग्यो दिउँसै हन्टिङ नगर्नु होइन म त त्योले पोल्नेसम्म भिडियो गरिदिन्छु गरिराख्नु के तब त गरिराख्छु के भिडियो गराइराख्नु है ल ल होइन होइन ए कालो रहेछ भिडियो बनाइराख्नु अझ बेजै भयो के गर तिन चढाएको थियो मलाई पहिले त्यति गरेर आएर पल्टिको अङ्कल आउनु त अङ्कल यिनलाई हान्नु त उडेका ल तपाईँले उ लाउनु छ कि हान्नु आउनु हान्नु फोनले ट्याक्क यतिसम्म बनाउनु छ यार भिडियो गाइस यार खत्तमै भयो यार कालो रिङ्गल रहेछ
हेर्नु त गाइस ओरिङ्गल आक्रमण गर्यो गाइस होइन ओरिङ्गलले त्यत्रोसम्म गएको मान्छे यार कालो ओरिङ्गल रहेछ ए अङ्कललाई दुईवटा टोक म चाहिँ यता आइहालेँ गाइस यार खत्तमै भयो बर्बादै भयो यार यता लुक्नु आएछ अङ्कल यता अङ्कल यता यस्तो लुक्नु आएछ म गाइस डराउन होइन मलाई गाइस यार 4-5वटा पछि आएको यार बल्ल हटेछ हल्का रातो रिङ्गल होला भनेर छोडिहालेँ होइन लास्टमा त आएर त यार अङ्कललाई कहाँ टोक्यो अरे अङ्कललाई हात आम टोकेछ यस्तो यो हँसेको उ लगाउनु त सन्चो हुन्छ कि एउटा त यहाँ मारिथियौँ कहाँ मारिम रे एउटा कहाँ गयो यार एउटा चाहिँ मैले यति आएको थियो टाउको माथि एउटाले चाहिँ यसरी मारेछु होइन मासल टोक्छ अहिले मासल ए यस्तो कालो रिङ्गल रहेछ होइन झन्डै यार म त वहाँ माथि पुगेको थिएँ कि त्यहाँ पुगेको थिएँ अन्त यार रातो भनेर सरासर गइयो के अरे अन्त कालो रिङ्गल रहेछ यस्तो मासल आएर घाँटी नै झुन्डिरहेको थियो समातेर हानिदिएको मासललाई यस्तो चमट दिन्छ यस्तो रे अरू टोक्ने हो मान्छेलाई मलाई अस्ति त उता हो टोटो चाहिँ त्यहाँ छ त्यसको टुप्पोमा छ अनि हानिदिने हो छाती उडाइदिने मासलाई टुक्रा पारिदिएँ मैले सिधै भुइँमा आउँछ कि कालो त तैँले नभन्नु आएको यार यार गाइजमा माथि गएको थिएँ म त ए कालो रिङ्गल रहेछ कि तिनी हेरौँ कि त्यो रातो हुनसक्छ यिनीहरूले मिलेर लगाएका रहेछन् पो त्यो त होइन होला क्या त्यो रातो होला एकपटक हेरौँ त्यही पनि तर 3-4वटा रिङ्गल गरेर यसलाई औषधि हानेर खसाल्नु पर्छ यार मेरो जुत्ता चाहिँ कहाँ गयो थाहा छैन अङ्कलको त्यस्तै हालत छ ए जिन्दगीमा नपोलेको रिङ्गल यार म चाहिँ यत्न गएको थिएँ यार गाइस यहाँबाट झरेँ सिधै ए जुत्ता यता छन् अङ्कलका चप्पल चाहिँ त्यहाँ छन् साथै लैदो यार हन्टिङ गर्न आएको अङ्कललाई झन्डै हन्टिङ गर्दैन रिङ्गलले दुईवटाले टोकेछ म चाहिँ गएछ भागिहालेँ होइन दाइ यता बस्नु आयो आनन्दले ए कत्रा यार यो हामी भाग्छौँ नि भाग्न हुन्न क्या थुपुक्क म त्यहाँ रुखमा बसिरहेको थिएँ त्यस्तै बस्नुपर्छ यदि हामी चलेको भए त पुरै टोक्छौँ कि त्यो हेरौँ त्यो निन्नुको हेरौँ होइन भुइँबाट सुस्त ट्याक्क हान मग्ने उडो हो नि उ रहेछ यो झुल ट्याक्क उ गरौँ टाँगौँ कालो रहेछ रु भुइँमै बसेर अट्टा अरे रुखमा गयो तेरो त होइन सुस्त होइन झर्न हुन्न अघि नै दाइ थुपुक्क आनन्दले बस्ने हो कि यदि हामी झरेर भागेका त पछि आउँछ ए हाम्रो घरैसम्म नि जान्छ यता पछि जाम त्यो हेरौँ त्यो कालो रहेछ अनि अब उतातिर ए झन्डै टोकेन यार एउटैले टोकेन सुर कहाँ हालेँ मैले सारा यार यत्र ल्याउन मात्र
त्यो रातो रहेछ नि त त्यो त हानिदिने हो हामी एउटा गल्ती ऊ पनि गऱ्यौँ के दिउँसे ओरिङ्गल पोल्न खोज्दा नि होइन दाइ दिउँसे ओरिङ्गल पोल्ने मान्छे हामी हरामी होइन त गाइस ल अब चाहिँ त्यो निन्नुमा चाहिँ टुप्पामा छ त्यसमा हेर्छौँ कालो कि रातो अनि त्यसपछि चाहिँ टक्क लगाएर फुर्लिउ न होइन नानु नानु के नानु नानु भनिरहेको छु सालेहरू हामीलाई टोक्ने तिमीलाई पकाएर एक दिन तिमीहरूको नाश गरिदिन्छु म कालो खोइ उता उता अङ्कल तिनीहरूले भन्थे त केटाहरूले त्यता जाम्ला के हेरौँला उताको उता निन्नुमा छ अरे भन्थे त त्यो घर मुनि हेर्नु त त्यो हामीले पोलेको त्यत्रो बनाएको यार दिउँसे ओरिङ्गल हान्दैन के हुन्छ अरे यार अब हामी चाहिँ गाइस यो तरिकाले भएन अब चाहिँ हामी त्यो झुल टाँगेर ढुङ्गाले हानेर खसाल्ने भयौँ होइन अब झुल टाङ्न लाग्यो मेरा यस्तो मलाई त घाँटीभरि घेरे थियो कि ढुङ्गाले हानिदिने छाती छातीमा अब चाहिँ झुल टाँगेको होइन अब यसलाई हानिदिने हो ल मैले एक भन्दा त लाग्दैन ढुङ्गै छैन यार भित्र भित्र गाइस यार आइहाल्छ यार हान्न बित्तिकै किन्ने यार यता दिउँसे ओरिङ्गलमा नारायण कहाँ सकिन्छ यार खसिहाल यत्रोमा उड्यो त्यो त सकिन्न खसाल्नु त यो सकिन्न यिनी लु गरेछन् को त्यो हामीले खसाल्यौँ नि त्यो गोलो त्यसबाट सबैले सारेछन् को जताकतै हेर्नु आएको छ कता गयो होइन ओरिङ्गल तर ताक्न त खोज्दै थियो यार यहाँ आएछ ल अब यो ओरिङ्गल हान्न लाग्यो यहाँ माथिबाट होइन एकछिन हान्नु म भागिहाल्नुपर्छ दाइले हान्नु त एकचोटि ल यहाँ दाइ चाहिँ हरामी हुनुहुन्छ ओरिङ्गल यस्ता कति हान्न रहेछ हान्नु दुई हात पारी फाल्छन् कहाँ हान्छन् ए आयो अब सोही ठाउँमा लगाइएको ट्याक्क सल्लाहले नि छेक्छ सोही ठाउँमा मैले आएन दाइले चाहिँ उता नडरेकन हान्नु रहेछ के ढुङ्गा उता फाल्नु रहेछ त्यतिदेखि नफाल्नु ढुङ्गा नसक्काउनु के अहिले हान्ने हो अहिले बस्छ र आ छैन रोकिन म नि आउँछु यार नि दाइ डराउनु न के सोकिन्छ के हान्न चाहिँ दाइ उठ्नै हान्न थियो यार तर खसेन गाइज अनि हो यो टाढा छ के छोडाउँछ प्लास्टिक यसले यी देखेर आउने छन् क्या छोड्नु नि त तपाईँ त्यो छोडा भित्र के लाउनु छ भित्र त कहाँबाट त्यो टी सर्ट भित्र हाफ छ कि फुल छ बुझ्न छोडाउनु त्यसो अस्ति नै आएको होइन नि त कोही ढुङ्गा चाहिँ सक्नुहुन यार यो किन मार्ने कता गयो यहाँ भित्र नि आयो यार गाई झुलभित्र भित्रै आउँछ नि यार कहाँबाट आयो कि यहाँबाट आएका रहेछन् को च्याप्नुको म त दाइले च्याप्नु छ भनेर च्यापेको छैन
कहाँ गयो ओइ यहाँ 4-5 वटा भित्र मरेछन् कि यिनीलाई यहाँ राख्ने हो हान्नुको धेरै आएर रहेछन् क्या च्याप्नुको इन्द्र दाइ त्यता यी कस्तो च्याप्ने हो कति आएका हुन् यार माछा यत्र आएका यार अर्को यहाँको कहाँ गयो हामीले त माउ मारेर चाहिँ एक साथ पुऱ्याउनु जस्तो छ टोको क्या के हो गाँठी माखासित म डराएँ ओइ अङ्कल माखासित डराउन त होइन म डराएँ यसलाई यहाँ राखौँ कि नै माउ कतिवटा मारिदिनु रहेछ देशभरिमा त्यहाँ एउटा भित्र छ अङ्कल टोकलाई त्यो मरे छैन राम्रोसँग त्यति नै छ हेर्नु सुई लाउनु ठिक हुन्छ ओइ त बसेछन् आउनु ठोगा होइन ठोगा यार के डराएको यस्तासँग रोकिनु दाइ एकछिन रोकिनु म ढुङ्गा फोड्छु क्या चाले दादाहरूलाई टोक्ने म झुल मिलाउँछु हाना हो क्या त एकछिन त चाहिँ गाइस यहाँ गएर बसेछ झन् टोकेन्छ यहाँ यस्तो सोपेछ यार दुईवटा भयो हामी 3वटा भएर आएछौँ 3वटा मारेर 1 घन्टा लाएर लगेर जाने हो गाइस आयो फेरि हान्नीको बेसमुरी आउनु मलाई हान्नुको धपाउनु तपाईँ ओर्लिनु अङ्कल भित्र आटो दुईवटा मार्यौँ अब एउटा मारेर जाने हो गाइस के भनेको यो ल गाइस रात परेको छ होइन टाउकामा बेसमा टोको टाउको एक त कालो हात झन् कालो हेर सुन्नेर टाउकामा टोको होइन गाइस तर यो रियाललाई नि मैले के गर्छु भन्ने मलाई मात्र थाहा छ कि एउटा गेडाउँछौँ क्या हामीले यस्तो यार टाउकोमा टोकेर रात परिसक्यो यार यस्तो रात परेको बेला टोक्यो के टाउकोमा यस्तो कपालमा नि यार कस्तो छिरेर टोको के यता हो यता बहुत दुख्यो यार मेरो टाउकामा गाइस अङ्कललाई दिन्छौ मलाई चाहिँ एक ठाउँ टोको दाइ चाहिँ आनन्द सुत्नु छ उतै बाहिर टाउको त छाम्नु त कत्रो भयो हेर्नु त भर्खर एट्नु छाम्नु त अलि यता यार हाँस्ने भएछ नि यार म त यहाँ यसलाई मार्नु यसलाई यत्रो टुडिलको चाहिँ भयो बहुत दुखेको छ कि मलाई नि यार जहीँ चाहिँ उता बस्नु आएछ अङ्कलले त हुनुहुन्छ रात परिसकेको छ गाइज यो टच नबाल्ने भयो त यस्तो झमक्कै छ यस्तो छ रातै पर्यो बुढीलाई मार्न नि सक्दैन अब त रात पर्यो क्या अब त त्यस्तो डर हुन्न हामी यसो गरिदिउँ आगो बालिदिउँ यता टोक्यो आउनु टोक्यो भित्र बस्नु भित्र टोक्यो जता कति सबैलाई टोक्यो यार दाइलाई किन टोकेन के यस्तो जता कति टोको सबैभन्दा धेरै चाहिँ अङ्कलले टोको 3 ठाउँ यति धेरै त माउ मार्यौँ के टोक्न आएका माउहरू यति धेरै कति उठ्छन् 1 2
3 4 5 6 7 8 9 10 11 12 13वटा त माउ मात्र छन् यार अझ कति त मारेर उछुटेर गयो नि त यी कोही यहाँ झुल्नु छ नि हेर्नु यी मासल अझ भाग्न खोज्छस् हामीलाई टोक्ने आक्रमण गर्ने गाइज अब हामी चाहिँ थुरले पोल्न खोज्छौँ होइन के कस्तो हुन्छ पुगेन यार पुगेन पुगेन सिद्धै गएका पुग्ने रहेछ पुग्दैन हेर्नु त अहिले रात परेपछि त उड्दै उडेनन् नि खोइ हो छोड्दिनु कि थुतेर फेरि हाल्ने होइन एउटा हाँगामा जाओको एउटा मान्छे तल गाह्रो चाहिँ पुगेन कि यार अब त झन् टोक्छन् भयो ल जाइ जाम हस् झुल जाम हिँड्नु यो जुनी यस्तै भयो अर्को जुनी खामलाई हिँड्नु यार भयो टाउको दुखेको गालो टाउकामा टुकेको गालो सालो दुखेर कस्तो भयो यार कानसम्म म सक्दैन भोलि 24 घन्टा यस्तो छोड्छ हैन 24 घन्टा 2 दिनका छोड्छ बल्ल 48 घन्टा जाम यार यस्तो जिन्दगीमा बाबा नगर्नु के नगर्नु अहिले अहिले आउँछ फेरि बर्खामा आगो लाग्दैन का आउनु जाम जाम यहीँको जाम ल्याएको छु के अनि यता हेर्नु यता लगाएछ ओरियाल चाहिँ धोक्राभरि भयो होइन धोक्राभरि धोक्राभरि अरिङ्गल छ हेर्नु रातै यहीँ देखिनु होइन आजको भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला हुन्छ गाइज अन्तिमसम्म हेर्नुभएको पनि धेरै धेरै धन्यवाद।